अब कुनै पनि ठाउँमा पैसा हाल्ने कुरा गर्दा प्रतिफल त परै जाओस् लगानी गर्न पाउने सम्भावना नै जम्मा 3% मात्र छ भन्दा कस्तो सुनिन्छ होला? सुन्दाखेरि नै एकदमै निराशाजनक सुनिन्छ यो त। हो नि, पछिल्लो समय हामीले हेर्ने हो भने यो आइपिओको नतिजामा बाडफाडमा परेन भन्ने मेसेज हेर्ने त एउटा भनौँ न बानी नै परिसक्यो। एकदम सही कुरा। प्राथमिक बजारलाई त हामीले पुँजी निर्माणको सबैभन्दा सुरक्षित र आधारभूत खुड्किलो मान्ने गरेका छौँ नि त। हजुर। तर अब जब कुनै कम्पनीको सेयरमा मागभन्दा 38 गुणा बढी आवेदन पर्छ तब यो सामान्य लगानीको अवसर मात्र रहँदैन के? मेरो मतलब यो त अर्कै लेभलको प्रतिस्पर्धा भयो होइन र? ठ्याक्कै। यो त एउटा विशाल तरलता र अत्यन्तै सीमित भनौँ न सम्पत्ति अथवा एसेट बीचको एउटा भीषण सङ्घर्ष बन्न पुग्छ। हो, र आजको हाम्रो यो विस्तृत अध्ययनमा चाहिँ हामी यही सङ्घर्षको गणितलाई डिकोड गर्दैछौँ। विशेष गरी एपोलो हाइड्रो पावर लिमिटेडको आइपिओको पछाडि लुकेको यो 38.32 गुणा ओभर सब्सक्रिप्सनको यथार्थ। यो साँच्चै नै खुत्तोल्न पर्ने विषय हो। अब यसलाई अलिकति खोतलेर हेरौँ। एपोलो हाइड्रो पावरले सर्वसाधारणका लागि जम्मा 7,80,200 किता सेयर मात्रै निष्कासन गरेको थियो। हजुर, करिब 8 लाख किता जति भयो। सुन्दाखेरि 8 लाख किता भनेको ठूलै संख्या हो जस्तो लाग्छ नि त। तर जब हामी कुल आवेदकको संख्या हेर्छौं नि, ओहो, त्यो त 26,23,820 जना पुगेको छ। बफरे, 26 लाख भन्दा बढी हो त नि। अब मानौ न, एउटा सानो ग्यालेरीमा सीमित संख्यामा कलाकृतिहरू बिक्रीमा राखिएका छन्, तर बाहिर मानिसहरू करोडौं रुपियाँ बोकेर भिड जम्मा गरिरहेका छन्। सबैलाई केही न केही चाहिएको छ। ठ्याक्कै। यो भनेको त हरेक एउटा कुर्सीको लागि 38 जना मानिसहरू बीच तन्छडामछाड हुनु जस्तै भएन र? पहिले पनि हामीले यस्तो भाष्य सुनेका थियौं। अब यहाँनिर चासोको विषय के छ भने नि, बजारको गणित वास्तवमा त्यसरी मात्रै चल्दैन के? भन्नाले मान्छेको टाउको गनेर मात्रै हुँदैन भन्न खोज्नु भएको। एकदम। 26 लाख मानिस र 7,80,000 किताको अनुपात निकाल्दा प्रति व्यक्ति 38 जना पर्दैनन्। यहाँ त भनौँ न पुँजीको भोल्युम वा आकारले मुख्य भूमिका खेल्छन् त। ए हजुर। 38.32 गुणा ओभर सब्सक्रिप्सन हुनु भनेको उपलब्ध सेयरको कुल मूल्यभन्दा 38 गुणा बढी पुँजी बजारबाट उठेर त्यो सेयर हात पार्न लाइनमा बसेको छ भन्ने हो के? किनकि सबैले 10 किता मात्रै त भर्दैनन्। हो नि, कसैले 20, कसैले 50 वा 100 कितासम्म माग गर्दै आवेदन दिएका हुन्छन्। त्यसैले यो पुँजीको चाप हो, मान्छेको मात्रै होइन। यहाँनिर कुरा स्पष्ट भयो। अर्थात् बजारमा जति भोल्युमको सम्पत्ति उपलब्ध छ त्यसलाई खरिद गर्न 38 गुणा ठूलो पुँजी ढोका ढक्काइरहेको छ। एकदम सही। अघिको तपाईँको ग्यालरीको उदाहरण एकदम सान्दर्भिक छ यहाँ। होइन, यो त माग र आपूर्तिको सन्तुलन पूर्ण रूपमा भत्किएको अवस्था भयो नि त। हो, र यहाँनिर एउटा गहिरो आर्थिक पाटो पनि जोडिएको छ जसलाई हामीले प्राय व्यवस्था गरिरहेका हुन्छौँ के? कुन पाटो? त्यो ग्यालरी बाहिर उभिएको 38 गुणा बढी पुँजी त्यत्तिकै निष्क्रिय बसेको त हुँदैन नि। जब 26 लाख भन्दा बढी आवेदकले आफ्नो खाताबाट पैसा रोक्का गर्छन्, जसलाई हामी आस्बा अथवा आस्बा प्रणाली भन्छौँ। हो, आस्मा प्रणाली। यसले बजारको समग्र तरलतामा एउटा ठूलो प्रभाव पार्छ के? एकातिर लगानीकर्ताको पैसा केही दिन वा हप्तासम्म बन्धक बन्छ, अनि अर्कोतिर त्यसको प्रतिफल त शून्य नै हुन्छ। ठ्याक्कै शून्य। अब यसलाई अर्थशास्त्रको भाषामा अपर्च्युनिटी कस्ट वा अवसर लागत भनिन्छ। यो अवसर लागतको कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ, किनकि हामी प्राय भन्छौँ नि, 10 किता त हो नि, 1,000 रुपियाँ केही दिन ब्लक हुँदा के नै फरक पर्छ र? धेरैले त्यही सोच्छन्। तर 26 लाख मानिसको 10 देखि 100 कितासम्मको पैसा एकमुष्ट रूपमा रोक्का हुँदा त त्यसले अर्थतन्त्रको अन्य उत्पादनशील क्षेत्रमा जान सक्ने अर्बौं रुपियाँलाई पनि त रोकेको छ नि। एकदम सही विश्लेषण। अर्बौं रुपियाँ फ्रिज हुन्छ के त्यहाँ? अब यो भिडभाडलाई व्यवस्थापन गर्ने हाम्रो प्रणालीतर्फ लागौँ न। हाम्रो बजारमा धेरै पहिलेदेखि नै यो 10 किताको नियम लागू छ होइन र? हजुर, यो त धितोपत्र बाँडफाँड निर्देशिका नै छ नि। हो, सबैलाई पुँजी बजारमा समावेश गराउने उद्देश्यले ल्याइएको यो नियमले यति ठूलो भिडलाई कसरी ह्यान्डल गरिरहेको छ त? गणितीय हिसाबले हेर्दा त अचम्म लाग्छ। कसरी भन्नाले? जस्तै कुल 7,80,200 किता सेयरलाई 10 ले भाग गर्दा जम्मा 78,020 जना भाग्यशाली आवेदकले मात्र सेयर पाउने अवस्था देखिन्छ। यहीँनिर हामीले यो नीतिको प्रभावकारितामाथि प्रश्न उठाउनु पर्ने हुन्छ अब। हजुर।
10 किताको नीति ल्याउनुको पछाडि एउटा सुन्दर लजिक थियो नि त। साना लगानीकर्तालाई बजारमा ल्याउने, ठूला खेलाडीको मात्रै हालिमुहाली अन्त्य गर्ने। वित्तीय समावेशीकरण बढाउने भन्ने कुरा थियो। हो नि, तर जब माग र आपूर्तिको सन्तुलन एपोलो हाइड्रोपावरको जस्तै 38 गुणाले बिग्रिन्छ, तब यो नीतिले कसरी काम गरिरहेको छ भनेर हेर्नुपर्छ के। भनेपछि यो नियम अहिले फिक्का हुँदै गएको हो। हेर्नुहोस्, 78,020 जनाले शेयर पाउँछन्, ठिक छ, तर आवेदन दिने कुल 26,23,000 मध्ये बाँकी 25,45,800 जनाको हात त खाली हुन्छ नि। 25,45,800 जना। बाफ्रे, यो संख्या सामान्य होइन। एकदमै ठूलो संख्या हो नि यो त। यो त एउटा सिङ्गो महानगरपालिकाको जनसङ्ख्याभन्दा धेरै मानिसहरू हुन् नि त, जो हरेक पटक एउटा आश लिएर आउँछन् अनि निराश भएर फर्किन्छन्। निराशा त पक्कै हुन्छ। त्यसो भए यसको समग्र अर्थ के हो त? के यसलाई अब लगानी भन्न मिल्छ कि यो विशुद्ध एउटा चिट्ठा मात्र भनिसक्यो? अब म यहाँनिर तपाईँको चिट्ठा भन्ने शब्दमा चाहिँ अलिकति असहमति जनाउन चाहन्छु। किन नि? किनकि हेर्नुहोस्, परम्परागत चिट्ठा वा जुवामा मानिसले आफ्नो लगानी अथवा सामानै गुमाउँछ नि त, तर आइपिओको यो गोला प्रथामा सावा त गुम्दैन। त्यो त हो, पैसा खातामै फुकुवा त हुन्छ। हो, त्यसैले संरचनागत रूपमा यसलाई विशुद्ध चिट्ठा नै भन्न त मिल्दैन, तर तपाईँले उठाउनु भएको मुख्य चिन्ता चाहिँ एकदमै जायज छ। भन्नाले यो लटरी सिस्टमले लगानीको मर्म नै मार्यो भन्न खोजेको मैले त। हो, ठ्याक्कै यहाँ लगानीको विश्लेषणात्मक पाटो चाहिँ पूर्ण रूपमा हराएको छ के। कम्पनीको वित्तीय अवस्था, परियोजनाको प्रगति वा भविष्यको सम्भावनाको त कुनै अर्थ नै रहेन नि। त्यही त, जब बजारका सहभागीहरूलाई थाहा हुन्छ कि कम्पनी जतिसुकै राम्रो वा नराम्रो भए पनि 38 गुणा आवेदन पर्नेवाला छ, अनि शेयर पाउने सम्भावना गोला प्रथामा मात्र निर्भर छ। हो, त्यसपछि उनीहरूले कम्पनीको विवरण पत्र अथवा प्रस्पेक्टस पढ्न छोड्छन् के। वित्तीय सूचकहरू कसले हेर्छ र त्यस्तो अवस्थामा? यसको मतलब त हाम्रो प्रणालीले नै मानिसहरूलाई वित्तीय विश्लेषण गर्नबाट निरुत्साहित गरिरहेको छ, होइन र? एकदम। यसले बजारमा ब्लाइन्ड इन्भेस्टिङ अर्थात् अन्धाधुन्द लगानी गर्ने प्रवृत्तिलाई बढावा दिन्छ भनौँ न। डिमाट खाता खोल्यो, पैसा जम्मा गर्यो अनि आँखा चिम्लिएर आवेदन दियो। हो ने, आइपिओ भर्ने भनेको त यो एउटा यान्त्रिक प्रक्रिया जस्तो मात्र बन्न पुग्यो के। अब कुन कम्पनी हो, प्रतिफल दिने क्षमता कति छ भन्ने कुरा त पुरै गौण बन्न पुग्यो। साँच्चै यो एकदमै सटिक विश्लेषण हो। पैसा नगुमे पनि समय र अवसर त गुमेको छ, र सबैभन्दा ठूलो कुरा वित्तीय साक्षरताको अभ्यास गुमेको छ। हामीले लगानीकर्ताहरूलाई ब्यालेन्स शीट हेर्न सिकाउनु पर्ने थियो। अनि उल्टो भाग्यमा भर पर्ने पो बनाइरहेका छौँ त। हो, यस्तै भइरहेछ अहिलेको अवस्थामा। अघिको तथ्याङ्कमा फर्किएर हेर्दा यहाँनिर कुरा साँच्चै रोचक बन्छ के। जब कुल आवेदकहरूमध्ये केवल करिब 3% मात्र शेयर पाउनेछन् अनि 97% हात खाली हुने निश्चित छ। हो, तब यो प्रणालीको डिजाइनमाथि नै ठूलो प्रश्नचिह्न खडा हुँदैन र भन्या? एकदम। यसलाई बृहत चित्रमा जोडेर हेर्ने हो भने नि, यो 3% सफलता र 97% असफलताको तथ्याङ्कले हामीलाई एउटा गम्भीर यथार्थसँग साक्षात्कार गराउँछ। कस्तो यथार्थ? कुनै पनि प्रणाली, चाहे त्यो आर्थिक होस् वा अरू कुनै, यदि त्यसले आफ्ना 97% सहभागीहरूलाई निरन्तर रूपमा खाली हात फर्काउँछ भने त्यसले मानिसको मनोविज्ञानमा गहिरो असर पार्छ के। भनेपछि निराश बनाउँछ भन्नुभयो? हो, यसले लगानीकर्ताहरूमा सिस्टमिक फ्याटिग अर्थात् प्रणालीगत थकान उत्पन्न गराउँछ भनौँ न। तर यो थकानको असर तत्कालै देखिन्छ जस्तो त मलाई लाग्दैन है। किन त्यस्तो लाग्यो तपाईँलाई? किनकि अहिले त 26 लाख भन्दा बढी मानिसले आवेदन दिइरहेकै छन् नि। यसको मतलब मानिसहरू अझै पनि उत्साहित नै छन्, उनीहरूलाई शेयर बजारले तानिरहेकै छ भन्ने बुझिँदैन र? अब हेर्नुहोस्, अहिले उत्साहित देखिनुको एउटा मुख्य कारण भनेको चाहिँ विगतको ट्रेन्ड हो के। पहिले कमाएको देखेर? हो नि, विगतमा आइपिओ पर्ने बित्तिकै दोस्रो बजारमा सूचीकृत हुँदा उच्च मूल्यमा बिक्री हुने र राम्रो नाफा कमाइने जुन एउटा माहौल बन्यो नि, हजुर, त्यसले यो विशाल भिडलाई तानिरहेको छ। यसलाई हामी एक प्रकारको हर्ड मेन्टालिटी वा भेडाचाल पनि भन्न सक्छौँ। फलेनोले भर्यो मैले पनि भर्छु भन्ने मानसिकता। ठ्याक्कै। तर यो उत्साह सधैँभरि यस्तै रहँदैन कि। जब बारम्बार 25 लाखभन्दा बढी मानिसले बाँडफाँडमा परेन भन्ने म्यासेज मात्रै देख्न थाल्छन्,
अनि जब दोस्रो बजारमा आइपिओको मूल्य सधैँ बढ्छ भन्ने ग्यारेन्टी पनि त टुट्छ नि कुनै दिन। हो, त्यतिखेर उनीहरू बिस्तारै यो प्रक्रियाबाट बाहिरिन थाल्छन्। त्यसपछि पुँजी निर्माण गर्ने यो महत्त्वपूर्ण औजारले आफ्नो वास्तविक आकर्षणै गुमाउँछ। साँच्चै यो एकदमै गम्भीर परिदृश्य हो। हामीले एपोलो हाइड्रो पावरको यो तथ्याङ्कबाट के देख्न सक्छौं भने यहाँ समस्या पुँजीको अभाव हुँदै होइन नि। बजारमा पैसा प्रशस्त छ भन्ने त देखियो। हो, लगानी गर्ने इच्छा शक्ति पनि छ। 26 लाख मानिस पुँजी बजारमा जोडिनु भनेको वित्तीय पहुँचको हिसाबले त एउटा ऐतिहासिक उपलब्धि नै हो नि, होइन र? एकदम। तर समस्या त त्यो साँघुरो ढोकाको हो जसबाट हामीले यो विशाल पुँजीलाई छिराउन खोजिरहेका छौं। हो, 10 कित्ताको साँघुरो ढोका। एकदम सही निष्कर्ष। र यसलाई सम्बोधन गर्नको लागि हामीले नीतिगत स्तरमा गम्भीर मन्थन गर्नुपर्ने बेला आइसकेको छ अब। हजुर। माग र आपूर्ति बीच यति ठूलो खाडल हुँदा के 10 कित्ताको नियम सधैँभरि सान्दर्भिक रहन्छ त? पक्कै रहँदैन। यो 38 गुणा बढी आवेदन पर्नु भनेको बजारले दिएको एउटा ठूलो सङ्केत हो के हाम्रो बजारको आकार र लगानीकर्ताको सङ्ख्या परिपक्व हुँदैछ, तर हाम्रा वितरणका नियमहरू अझै पनि पुरानै अवस्थामा छन्। यो साँच्चै विचारणीय कुरा हो। हामीले एपोलो हाइड्रो पावरको तथ्याङ्कबाट सुरु गर्यौं र समग्र प्रणालीको स्वास्थ्य परीक्षणसम्म आइपुग्यौं। महत्त्वपूर्ण छलफल भयो। 26,23,820 आवेदक, 7,80,200 कित्ता शेयर र 97% असफलताको दर। हजुर। यी केवल कागजमा कुरिएका अङ्कहरू मात्र होइनन् नि, यी त हाम्रो वर्तमान आर्थिक मनोविज्ञान र पुँजी बजारको संरचनागत यथार्थका आइना हुन्। एकदम सही कुरा। आजको यो गहिरो छलफललाई अन्त्य गर्दै गर्दा एउटा प्रश्न छोड्न चाहन्छु। हजुर, भन्नुस् न। जब कुनै प्रणालीमा सहभागी हुने 97% मानिसहरू हरेक पटक खाली हात फर्किन बाध्य हुन्छन्, तब के यो 10 कित्ताको गोला प्रथा प्रणालीले मात्र 38 गुणा ठूलो मागलाई धान्न वा सम्बोधन गर्न सक्छ त? यो एकदमै गम्भीर प्रश्न हो। हो नि। यो गणितीय यथार्थले आउँदा दिनहरूमा सार्वजनिक निष्कासनहरूप्रतिको आकर्षण र आम मानिसको लगानी गर्ने मनोविज्ञानलाई कसरी मार्गनिर्देशन गर्ला? यो पक्कै पनि भविष्यको पुँजी बजारको दिशा तय गर्न घोत्लिनुपर्ने एउटा महत्त्वपूर्ण विषय हो।